गुड मर्निङ गाइज। आज नयाँ वर्षको दिन र हामी सबै केटाहरू राइडमा जानुपर्छ भन्ने सल्लाह भयो र अब राइडको लागि म निस्किँदैछु र सबैभन्दा ढिलो गर्ने चाहिँ सधैँ मै नै हुन्छु होइन। र मै नै भए पनि अब म रेडी हुँदैछु। वर्षको दिन नयाँ जोस जागर नयाँ भाइब्स आउनुपर्छ भन्ने हिसाबले अब दुप्चेश्वर महादेवको पनि एनर्जी भाइब्स चाहिँ एब्जर्भ गरौँ है, कति सकिन्छ होइन। र एउटा फेमस नुवाकोटको चाहिँ फेमस मन्दिर रहेछ र फाइनली अब म अगाडि बढिसकेको छु हो। र यिनीहरू अलरेडी बसिरहेको रहेछन्। गुरु आज पनि मलाई बाटो छेक्यो होइन त, मलाई पनि यिनीहरूको इच्छा पनि पुरा हेर्दै जानुपर्ने भयो, मलाई झन् ढिलो बनाउने भयो यिनीहरूले। र अर्को एउटा पनि थियो नि तिमीहरूको साथी, खै अर्को एकजना खै। यदि भन्दै भन्ने निस्किसक्यो ल गाइज, म निस्किसकेको छु। मलाई एकदम रबिन अघि नैदेखि त्यहाँ बसिरहेछ, सचिन र सामा खुसी पुगिसक्यो। म यहाँ भर्खर निस्किँदैछु र रबिनलाई म मकालु पेट्रोल पम्पमा 10 मिनटपछि भेट्दैछु र फाइनली म चोकमा आइसक्यो। यो गाडीलाई तेल दिउँ हामी, च्याप्यौँ होइन, किनभने मलाई ढिलो भइसकेको छ। मकालु पेट्रोल पम्प पनि आइपुग्न लाग्यो। कहाँ छ केटा मकालु पेट्रोल पम्प? कहाँ छ पेट्रोल पम्प भनेपछि यो पनि होइन, यो पनि होइन। कहाँ गयो केटा? कहाँ आइसक्यो? पछाडिबाट कहाँनिरबाट देख्यौ मलाई? म तिमीलाई खोजेँ। ए आज यार मेरो एनर्जी लेभल फेरि नेक्स्टमा छ है, नेक्स्टमा एकदम यार। बालाजुट चोक पनि आइपुग्यो र सामा खुसी धेरै टाढा छैन। के अरे सचिन र कहाँ बसिरहेछ? टी स्क्वायर पिपल स्क्वायर भनेको कहाँ? त्यो बिल्डिङ, त्यो ठुलो बिल्डिङ तल कहाँ छ? ल्याउँदैछ ल। अब आज बाटो जाम गरिदिने हो। ह्याप्पी न्यु इयर भाइ, ह्याप्पी न्यु इयर। किनैजनाको फिस्ट खै? ह्याप्पी न्यु इयर छ नि होइन? निन्द्रा लाग्यो नि बाइक छोड, मेरो पछाडि छु त होइन। म पनि त्यही एक चान्चुनमा पुगेँ हो घर। र फेरि एउटा रमाइलो कुरो के भने होइन, म्याप मैले नि हेरेको छैन। ल सामा खुसीबाट अलिकति अगाडि यो ग्रान्डी हस्पिटलको एरिया आइसकेका छौँ। केटाहरू पछाडि फलो गर्दैछन्, मैले ग्लासमा हेरिरहेको छु। जान्छौँ हामी। ल यहाँ के छ यार, बाटो बन्द छ क्या? डाइभर्जन रहेछ यो होइन, बाटै छेकेर डाइभर्जन रहेछ। यो डाँडाको टप हुँदै तल झर्नु पर्ने हो क्या हामी। तर अब यहाँ अब यो डाइभर्जनले के हो अब यो बाटो नै कन्फ्युज भयो क्या। यताबाट छैन? ए ल यतै फकिनु पर्ने हो, जोर जाने हो। ए ल हुन्छ। पुरै चौ जाने बाटो आइसकेका छौँ र बाटो यहाँ त एकदम मस्त छ। काठमाडौँ भ्याली के भन्ने यार, भ्याली एकदम पल्युसन भयो यार भ्यालीमा। एक्कासीलाई हेर्दाखेरि 81 पनि राम्रै वर्ष थियो, एउटा एभरेज वर्ष नै थियो। तर 82लाई चाहिँ अलिकति भाइब्रेन्ट बनाऊ, अलिकति एनर्जेटिकै बनाऊ, क्रिएटिभिटीको हिसाबमा चाहिँ अगाडि लिएर जाउँ। हाम्रो 20 वर्कहरू मैले धेरै काम गर्न बाँकी छ। सो न्यु इयरको यो 22 सालमा मेरो फोकस त्यही नै हुन्छ गर्दै। मलाई लाग्छ झोर पनि यही नै हो। यहाँ पहिला अलि धेरै अगाडि नै म आइसकेको थिएँ। काममा चाहिँ अलिकति ठुलो झर्ना झर्छ होइन, र त्यसलाई नै यहाँबाट अलिक देखिँदैन रहेछ। त्यसलाई नै हामी के भन्छौँ, झोरको झर्ना भन्छौँ। झोर होइन, हामीलाई दुप्चेश्वर जानु छ र दुप्चेश्वर जानको लागि हामी झोरमा अल्झेर बस्नु हुँदैन। मैले यहाँ रोक्नुको कारण चाहिँ के हो भने अलिकति भाइ चाहिँ अर्कै छ क्या, अलिक जङ्गलको फिल आयो होइन, फ्रेस एयर आयो र इन्टरकम गर्दा नि मजा आउँछ, अरू डिस्टर्बेन्स पनि हुँदैन होइन। जसले गर्दा हाम्रो रेकर्डिङमा पनि एउटा मेमोरी सेट हुन्छ, बस्छ है। यस्तो रिजोल्युसन गरेको थियौँ हामी फर्स्ट डे दुप्चेश्वरमै भन्ने कुरा पनि हुन्छ है त। ल माइक चेक र रबिन तिम्रो आवाज आइरहेछ? रोजर ल रबिन अनि सचिन र
केटाहरू हामी सिधै माथि जानुपर्छ होइन माथि भनेको फेरि माथि स्वर्गमा होइन नि फेरि केटा हो अब हामी जानुपर्छ यो माथि सूर्य चौर माथि डाइरेक्ट कहीँ नेटवर्क कम हुनसक्छ बट अल्सो इट्स ओके बट गाइज इट्स ओके यताबाट हो कि कताबाट हो म कन्फ्युज भयो यार यो ठाडै उकालो छ त यार यो मान्छे उकालो छ त राष्ट्रिय निकुञ्ज क्षेत्र अनुमति बिना प्रवेश निषेध होइन राष्ट्रिय निकुञ्ज रहेछ यतापट्टि भ्यू देखिन्छ होइन र तलपट्टि ब्यारेक तलपट्टि भनेपछि यो बाटो देखिन्छ तलपट्टि बाटो हेर केटा हो बाटो देखिन्छ यो बाटोबाट यस्तो घुमेर यो हुँदै 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 त्यहाँबाट तलपट्टि चाहिँ पुगेर हाम्रो डेस्टिनेसन फाइनली हामी पुग्छौँ होइन बाटो कस्तो लाग्यो यस्तो घुम्ती देख्दा मलाई त एकदम एक्साइटेड भयो यार म त्यो जस्तो अफरोड पनि छैन क्या यस्तो टाइपको ढलान हो क्या यो सबैको रियाक्सन आउनु पऱ्यो नि त यहाँ मेरो चाहना त्यो हो क्या यो हो भने आइसक्यो ल रबिनको पहिलोचोटि हो त पानी डाँडामा गयो झन् क्लियर हुन्छ रबिन रोजर हो म रेकर्डमा छु यार रेकर्डमा ल अनि रबिन के भन्दै थियो यार तिमी अघि हजुर आजको राइड त बब्बाल हुँदैछ यार वन जङ्गल डाँडा काँडा यो स्वच्छ हावा पानी देख्ने बित्तिकै मेरो अर्कै भाइब चाहिँ अर्कै हुन्छ क्या अगाडि गाडी आउँदैछ है प्लिज चेक ए गाडी बिग्रिरहेको रहेछ यार यहाँ यो के हो यार यो खाइदिउँ न त यार यो के बेच्न राखेर चाहिँ नेचुरलै जस्तो छ स्ट्रबेरी हो क्या ओहो कसरी हो यो आधा केजीको 200 ओहो केटाहरू खाने होइन खाइदिउँ त खाइदिउँ यो अलिक पावरै कम भइरहेछ मलाई यो नि कहाँ फलाउनु भयो स्ट्रबेरी कहाँबाट ए तपाईँकै बारीमा फलायो भए खाने नभए नखाने वनमा फल्दैन खाउँ लाग्यो कति पैसा हुन्छ सिमडाँडामा यहाँ आमाकोमा आएर सबैले चाहिँ खाइदिनु होला है अनि मकै अब कसरी खानुहुन्छ कुटुकुटु गर्ने जाँतो बोकेर हिँड्नुपर्छ नि सँगै जाँतो लिएर हिँड्ने अनि जहाँ खानु मलाई त्यहाँ मकै हालेर सर पिस्ने अनि धुलो खाने हो कि म युट्युबमा हालिदिन्छु है तपाईँको ल ए हस् धन्यवाद आमा धन्यवाद ल केटाहरू रोजर रबिन रोजर कहाँनिर केटाहरू कुदिसके स्ट्रबेरी कस्तो लाग्यो यार 7 out of 10 7 out रेटिङ गरिदिइहाल्यो फेरि रबिनले रेटिङ गरिदिइहाल्छ राम्रो स्याउमा रोकिसक्यौ तिमी सुन्तला पनि छ हेर मेरो आज व्रत जस्तै हो केटा हो होइन म यो स्याउ चाहिँ म खान्छु एक केटाहरू ल ल ल ल एकदम मलाई ठिक लाग्यो यार स्याउ यहाँ बजारै रहेछ खाना भन्ज्याङ आइसकेका छौँ खाना खाएको छैन अलिक भोक लागेको जस्तो पनि भयो एनर्जी पनि कम भयो आज यहीँ बस्ने होइन तर जस अहिलेसम्म चाहिँ जर्नी कस्तो भइरहेछ एकदम कस्तो भइरहेछ राम्रो भइरहेछ र सचिन्द्रलाई चाहिँ अलिकति फ्रेस मुडमा आउने गरेर 2-4 चामल अथवा खानिदिएर होइन
सतिन्द्रलाई चाहिँ फ्रेसमा ल्याउनु पर्ने छ हामी। यहाँ एकछिन खाजा खाइयो र बसियो होइन, र अब बाटो लामो पनि छ, भिडियोको फ्रिक्वेन्सी अलिकति कम गर्दै गर्दै हामी जान्छौँ होला होइन। र आवाज के आइरहेछ नि होइन, जस मैले तिमीलाई ओभरटेक हाल्ने भाइ जो। ओहो यहाँ मन्दिर रहेछ यार, यसो एकचोटि ढोगौँ है केटा, ढोगौँ। केटाहरूसँग कनेक्सन लस्ट भयो, सायद सिग्नल इस्यु होला होइन, बट राइड एकदम रमाइलो हुँदैछ र बाटो एकदम फाइन रहेछ। म पछाडि गरेर आएर चाहिँ केटा हो, मलाई त्यो बिचमा मैले एकैछिन रोकाएको थिएँ, त्यति बेला केटाहरू स्वाटै गइसकेको छन् यार। बाटो त फेरि फ्यान्टास्टिक छ यार, क्लासिक बाटो छ यार। लिखु गाउँपालिकामा यहाँहरूलाई स्वागत गर्दछ र फाइनल्ली छहरे आइपुगेको छ र यहाँ मलाई वेलकम गरिसकेको छ छहरेले, र केटाहरू अगाडि कुदै छन्। खानसिङ पुगिसक्यो, अलिक स्लो डाउन गर केटा, स्लो डाउन। नुवाकोट जाने कताबाट हो? यहाँ सोधौँ न भाइ, बटार जाने कताबाट? दुप्सेश्वर जाने? ल बहिनी बटार जाने होइन, यहीँसम्म छोडिदिए ल। लस्, थ्याङ्क यू गाइज। म पुलमा आइसकेको छु र त्यहाँनिर एकजना एकदम हेल्प माग्नु भयो, मैले दिएँ। एकजना हेल्प माग्नु मैले दिएँ र म आइसकेको छु। पानीमा गएर डाइभ हान्ने हो क्या हो? ल खोला फाइनली। यो के खोला हो? यो के खोला हो यो गाइज? यो खोलै थाहा छैन, तर दाइ यो खोलाको नाम के हो दाइ? के खोला? लिखु खोला? ए ल धन्यवाद दिदी। खोलाको नाम लिखु खोला रहेछ। लिखु खोला कटिसकेपछि सिधै पिच बाटो हुँदै हुँदै हामी चाहिँ दुप्सेश्वरतिर जानुपर्ने रहेछ है त। लेट्स मेक द राइड। ओके, कताबाट? तलैबाट हो? रबिनले मलाई रोक भनेर हात सिग्नल दिइरहेको छ यार। यो ठाउँमा त यार यस्तो अमेजिङ भाइब्स आइरहेको छ यार। ल गाइज म अगाडि जान्छु, यो पहाड छ अगाडि। रबिनले पनि भिडियो बनाऊ भनेर मलाई इन्सिस्ट गरेको छ होइन। यो मलाई दुप्सेश्वरको राइड चाहिँ नेक्स्ट लेभल लाग्यो। यहाँ बाख्रा पनि देख्यो रबिन म्या। र रबिन राइड कस्तो लागिरहेछ? यति दामी छ यार, आज भाइब चाहिँ अर्को छ यार। अमेजिङ। थ्याङ्क यू गाइज फर सच अ एक्सपिरियन्स है। यो केटाहरू नभइदिए पनि यति रमाइलो पनि लाग्थेन होला। सचिन्द्रले हाम्रो भोइस सुनिरहेछ, रोजर र रबिन। म तिमीलाई ओभरटेक गरेर गएँ है। मात्र पछि हो नभए बाँकी म्याक्सिमम् 98% बाटो चाहिँ पिच्दै छ माथि गएर पिसीको ढलान होइन। सारा सम्पूर्ण पक्कै भाइ दुप्सेश्वर अगाडि हो ल। बेल डाँडा भन्ने ठाउँ आइसकेको छ र यो बेल डाँडामा चाहिँ सानो बजार अझै कति किलोमिटर अगाडि दुप्सेश्वर छ थाहा छैन। खोला ताँदी खोला हो आमा यो। ए दुप्सेश्वर अब कति टाढा हो? अझै आधी घन्टा लाग्छ है। बाटो राम्रो छ? ल हुन्छ, धन्यवाद आमा। र अब यहाँबाट अझै आधी घन्टा लाग्छ भन्ने कुरा भयो। र यो ताँदी खोला रहेछ, ताँदी खोला पनि एकदम रमाइलो लाग्यो यहाँ। ताँदी खोला कटिसकेपछि अब फेरि हामी यतापट्टि लाग्दैछौँ। यो दोर्खु खोला पुल आयो र अब यहाँबाट सायद सम्भवतः त्यो अघि बोर्डहरूमा हेरेको अनुसार
दुप्चेश्वर लगभग 13 किलोमिटर जति होला र यो राइड एउटा एकदम अन्डररेटेड राइड जस्तो लाग्यो मलाई कि यहाँ हामी खोला भिर पाखा सब भेटिरहेछौँ यार यो राइडमा र डाँडा काँडा अब पोखरामा रहेको मन्दिर होइन यो सबै दृश्यहरू हेर्दाखेरि चाहिँ दिस इज द मोस्ट अन्डररेटेड राइड र लाग्ने होइन त लाग्ने होइन अनि रबिन के छ तिम्रो बनाइ लागम अब हामीसँग धेरै उता छैन होइन हामी लगभग 15-20 मिनटमा पुग्नुपर्छ यार मेरो विचारमा अहिले हामी यो खरानी टार भन्ने ठाउँमा आइपुग्यौँ होइन यो खरानी टारमा चाहिँ यहाँनिर एउटा स्कुल रहेछ र ब्याङ्क पनि रहेछ सानोतिनो जस्तो बजारै रहेछ र नामै मलाई मन पर्यो खरानी टार यार खरानी टार हामी दुप्चेश्वर जाने बाटो भनेर यहाँ लेखेर छ ओइ यता बोर्ड हेर्दा हेर्दै झन् कुलोमा हाल्थ्यो यार रबिन मैले सचिन्द्र ल बोल्दै 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 रबिन हाँसेको भिजुअलबाट थाहा पायो क्या यो पालि साउन्डबाट होइन फेरि केटाहरूले यार मनबाटै बोलेको छ क्या भित्र मनबाट नै आफ्नो एक्सप्रेसन दिएको छ क्या घट्टे खोला पुल 35 मिटर रहेछ घट्टे खोला पुल आइपुग्यो गाइस सायद यही नै होला बाटो होइन दुप्चेश्वरको यता कतै बोर्ड छ कि बोर्ड त भेटिएन तर घट्टे खोला पुल कटिसकेपछि अब अझै अगाडि होला सायद दुप्चेश्वर हामी अझै पुगिसकेका छैनौँ दुप्चेश्वर पुग्नलाई अझै लगभग 8 किलोमिटर पनि लाग्न सक्छ आई डोन्ट नो कति किलोमिटर लाग्छ बट कुदेको कुरै छौँ बाटोमा रोकेको छैनौँ लेट नै भइसकेका छौँ हामी एकदम आनन्दले आयौँ होइन हिजो राति 1 बजेसम्म अब अफिसकै कामहरूले गर्दाखेरि घर पुग्दा नै 1 चान्चुन भइसकेको थियो सुत्दाखेरि र राइड जानु छ थाकेर राइड जानुहुन्न भन्ने सोचाइ थियो आनन्दले निस्क्यौँ हामी र आनन्दले निस्किँदै अलिकति ढिलो चाहिँ भएको हो केटाहरू हर हर महादेव हर 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 पालिकामा आइ यहाँहरूलाई स्वागत छ र दुप्चेश्वरले स्वागत गरेकोमा हामीलाई पनि छ होइन त सचिन्द्र अलिकति अगाडि ल दामी दामी सबै ठाउँमा त राम्रै थियो अब यहाँ अलिकति अफरोड छ यो अन्तिम पार्टमा महादेव मन्दिर आउने ठाउँमा चाहिँ अलिकति अफरोड पनि रहेछ पहिलाको अफरोड राइडको तुलनामा अब यो अफरोड राइडलाई के भन्ने त यार ठिक अफरोड राइड भनेको इट्स नर्मल नै भन्नुपर्छ यसलाई त्यो यार पौडी खेलिरहेको छन् यार मान्छेहरू त्यहाँ अहिले गएर खेल्नुपर्छ हामी पनि त्यो यार यो ढुङ्गै ढुङ्गा छ त यार त्यहाँ माथि रहेछ नि त मन्दिर त झोलुङ्गे पुलको बाटो जानु भनेर हामीलाई सजेस्ट गर्नुभयो धेरैजनाले फोटो खिच्नेहरूको चाहिँ फेरि एकदम धेरै फेरि भिड रहेछ सरासर पहिला मन्दिरै जानु पर्ला हुन्न सचिन्द्र र यतापट्टि खोला तल र यतापट्टि पनि खोला होइन खोलाको भ्यू चाहिँ यसले हान्नु पर्ला जस्तो बोल ल ए रबिन खोइ तिमी कहाँ छौ अब यता फाइनली हामी मन्दिर पुग्यौँ यहाँ यत्रो लाइन रहेछ है अब यो लाइन पुगेर नि हामी दर्शन गर्छौँ
1.5 घन्टा भयो होला सायद 1.5 घन्टा लाइनमा बस्यो र फाइनल गेट आएको छ र फाइनल गेटमा चाहिँ बल्ल अब दर्शन गर्न पाइन्छ र तेश्वर महादेवको दर्शन गरियो तर माथि भिडियो खिच्न पाइएन हैन यस्तो साङ्गुरो खोजबाट चाहिँ म फर्किँदैछु र पूजा गर्ने ठाउँमा भिडियो सिडियो केही पनि खिच्न नपाउने भएर अब यो फर्किँदैछु हामी तल पुग्नुपर्ने छ उता तल चाहिँ पार्किङ छ अब घर कसरी जाने भन्ने प्लानिङ गर्नुपर्छ रेनकोट पनि छैन के पनि छैन पानी ठुलो परिरहेछ को चाहिँ मेन कहानी के रहेछ भने पहिला एउटा गोठालो थिए यहाँ र गोठालोको एक दिन चाहिँ गाई हरायो गाई कहाँ जाँदो रहेछ भन्दाखेरि त्यो भिरमा गएर चाहिँ गाईले दुध दिँदो रहेछ र त्यो दुध त्यहाँनिर किन चढायो भन्दाखेरि पछि खोज्दै जाँदाखेरि त्यहाँ चाहिँ भगवान् भएको चाहिँ एउटा मान्यता स्थापित भयो विभिन्न मनोकामनाहरू सहित मान्छेहरू चाहिँ आएर यहाँनिर चाहिँ दर्शन गर्ने गरेको पाइन्छ अबिन कस्तो लाग्यो एकदम केटाहरूलाई चाहिँ लास्टमा अलिकति त्यो कुर्नु परेको चाहिँ एकदम झ्याउ लाग्यो होला होइन अझ फुल लाइनमा बसेर आएँ केटाहरूले अलि साइडबाट दर्शन गरेर आए अर्को नेक्स्ट भिडियोमा चाहिँ हामी आउँछौँ र यति भन्दै केटाहरू के भन्छौँ अब पानी पर्न लाग्छ अनि निचुक्क भिजेर फर्किनुपर्छ है हामी ल लाइनमा यहाँ तिमी बिचमा ल गाइज क्यामेरामा आइ यता हेर कस्तो भयो ओके लेट्स गो सिद्धो ल थ्याङ्क यू फर राइड ल रबिन थ्याङ्क यू फर राइड